त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्कु काठमाडौँद्वारा जारी गरिएको सूचना अनुसार 4 वर्ष स्नातक तह बीए, बीबीएस, बीएड, बीएससी लगायत कार्यक्रमको नियमित प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूले परीक्षा आवेदन फारम अनलाइनबाट भर्न सकिने व्यवस्था मिलाइएको छ। सो परीक्षा आवेदन फारम विद्यार्थी स्वयंले अनलाइनबाट कसरी भर्न सकिन्छ भने यो भिडियोमा जाउँ। सर्वप्रथम कुनै एउटा वेब ब्राउजर खोल्नुपर्ने हुन्छ। वेब ब्राउजरमा student.exam.tu.edu.np भन्ने URL लगइन गर्नुपर्छ। यस पश्चात देखिने पेजमा विद्यार्थीको युजर आइडी र पासवर्ड सोधिएको हुन्छ। विद्यार्थीको युजर आइडी आफूले अध्ययन गर्ने क्याम्पसले उपलब्ध गराउँछ। उदाहरणको लागि धौलागिरी बहुमुखी क्याम्पस बागलुङले आफ्ना विद्यार्थीहरूको युजर आइडी वेबसाइटमा अपलोड गरेको छ। क्याम्पसको वेबसाइट dmc.tu.edu.np मा गई आफ्नो कार्यक्रमको लिङ्कलाई क्लिक गर्नुपर्ने हुन्छ। यस पछाडि खुल्ने पेजमा युजर आइडी भन्ने कोलममा देखिएको युजर आइडी प्रयोग गरी विद्यार्थीले परीक्षा आवेदन फारम भर्न सक्छन्। उदाहरणको लागि कुनै एकजना विद्यार्थीको आवेदन फारम भरेर हेरौँ। युजर आइडीमा क्याम्पसले उपलब्ध गराएको युजर आइडी टाइप गर्नुपर्छ। पासवर्डमा डिफल्ट पासवर्ड 12345 हुन्छ। त्यस पछाडि पहिलो पटक लगइन गर्दा विद्यार्थीलाई पासवर्ड चेन्ज गर्ने अप्सन आउँछ। यसमा ओल्ड पासवर्डमा 12345 हुन्छ र अब चेन्ज गर्ने नयाँ पासवर्डमा कम्तीमा 8 वटा क्यारेक्टर हुनुपर्छ। एउटा क्यापिटल लेटर, एउटा स्मल लेटर र एउटा नम्बर हुनुपर्छ। मैले एउटा पासवर्ड राखेँ र पासवर्ड चेन्ज भएको नोटिफिकेसन देख्न सक्छौँ। यस पश्चात पासवर्ड प्रयोग गरी लगइन गर्न सक्छन्। यो परीक्षा आवेदन फारम यदि तपाईँ मोबाइलबाट भर्दै हुनुहुन्छ भने यो लेफ्ट साइडमा देखिने 3टा लाइनमा क्लिक गर्नुपर्ने हुन सक्छ। यसमा क्लिक गरेपछि मात्र यो अप्सनहरू देख्न सक्छौँ। परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याएको यो पोर्टल एक्जाम फर्मको लागि मात्र नभए रिटोटलिङको लागि र ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेट निकाल्नको लागि पनि प्रयोग गर्न सक्छौँ। अहिले हामी परीक्षा आवेदन फारम भर्दैछौँ। सो कारण एक्जाम फर्ममा क्लिक गर्छौँ। एक्जाम फर्ममा गइसकेपछि राइट साइडमा एड न्यू भन्ने अप्सन देखिन्छ। एड न्यूमा क्लिक गर्छौँ। त्यस पछाडि विद्यार्थीले आफ्नो विवरणहरू देख्न सक्छन्। विद्यार्थीको रजिस्ट्रेसन नम्बर, फ्याकल्टी, लेभल जस्ता विवरणहरू देख्न सक्छन्। यस पश्चात विद्यार्थीले एक्जामको ड्रप डाउनमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा 4 वर्ष बीए, बीबीएस, बीएससी, बीएड भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि विद्यार्थीको पासपोर्ट साइजको व्हाइट ब्याकग्राउन्ड भएको फोटो अपलोड गर्नुपर्ने हुन्छ, जुन फोटो 3 महिनासम्म पुरानो प्रयोग गर्न सकिन्छ। प्रोफाइल पिक्चरमा क्लिक गरिसके पछाडि आफ्नो व्हाइट ब्याकग्राउन्ड भएको पासपोर्ट साइजको फोटो चुज गर्नुपर्ने हुन्छ। यसपछि अहिले बीएडको विद्यार्थीको फारम भर्दैछौँ, जसमा मेजर र माइनर ग्रुप रोज्नुपर्ने हुन्छ। ग्रुप 1 मा मेजर ग्रुप, ग्रुप 2 मा माइनर ग्रुप र ग्रुप 1 मा मेजर विषय उदाहरणको लागि मैले इङ्ग्लिस चुज गरेँ। ग्रुप 2 मा उदाहरणको लागि मैले हेल्थ चुज गरेँ। ग्रुप 1 मा मेजर विषय हो, ग्रुप 2 मा माइनर विषय हो। यति भइसकेपछि मैले लोडमा क्लिक गरेँ। याद गर्नुपर्ने कुरा, लोड गरिसकेपछि टोटल मार्क्समा जति मार्क्स देखिन्छ सेलेक्टेड सब्जेक्ट मार्क्समा पनि त्यति नै मार्क्स आउनुपर्ने हुन्छ। अब हामी थोरै स्क्रोल गरेर तल हेर्छौँ। यसमा हामीले चुज गरेका विषयहरू देखिए। त्यो मध्येमा मैले तिर स्क्रोल गरेँ र तलतिर हेर्दै जाँदा चुज गर्नुपर्ने विषयहरू बाँकी छन्। यो मध्ये विद्यार्थीले आफूले पढ्ने विषय चुज गर्नुपर्ने हुन्छ। अहिलेलाई मैले एचपी
418 भन्ने विषय चुज गरेँ। यो चुज गरिसके पछाडि माथि टोटल मार्क्समा भएको मार्क्स र सेलेक्टेड सब्जेक्टमा भएको मार्क्स बराबर भयो। यसपछि विद्यार्थीले यसलाई सेभ गर्न सक्छन्। सेभमा क्लिक गरिसकेपछि यसमा क्लिक गर्न सकिन्छ। यति भइसकेपछि विद्यार्थीको परीक्षा आवेदन फारम सेभ भयो र यो सेभ हुनु भनेको विद्यार्थीको आफ्नो पोर्टलमा सेभ भएर बसेको हुन्छ र फर्म स्टाटसमा टपमा हेर्यौँ भने इनिसियल सेभ भन्ने अप्सन देखिन्छ। यो इनिसियल सेभ हुनु भनेको विद्यार्थीले आफ्नो पोर्टलमा सेभ गर्नु हो। यो सेभ गर्दा क्याम्पस कलेजमा यो आवेदन पुगेको हुँदैन। विद्यार्थीले सेभ गरिसके पछाडि सबमिट अनिवार्य रूपमा गर्नुपर्छ। यदि सबमिट गर्नु भएन भने हजुरको परीक्षा आवेदन फारम भेरिफाई हुँदैन। विद्यार्थीले सेभ वा सिधै सबमिट गर्न पनि सक्छन्। मैले अहिले सबमिटमा क्लिक गरेँ र यसमा क्लिक गरेँ। यति भइसके पछाडि हाम्रो आवेदन फारम सबमिट भइसकेको नोटिफिकेसन आयो। सबमिट गरिसके पछाडि पेजलाई रिफ्रेस गरेँ र फेरि एक्जाम फर्ममा क्लिक गरेँ। त्यसपछि अब यहाँ स्टाटस हेर्दा अवेटिङ भेरिफिकेसन भनेको छ र यो फारमलाई फेरि प्रिभ्यू गरेर खोलेर हेर्दा टपमा फर्म स्टाटस सबमिटेड भनेर लेखेको छ। यो सबमिट भइसके पछाडि विद्यार्थीले यसलाई प्रिन्ट गर्न सक्छन्। यसलाई बोथ साइड प्रिन्ट गरी क्याम्पसमा बुझाउनु पर्ने हुन्छ। यसलाई बोथ साइड प्रिन्ट गरी भेरिफिकेसनको लागि क्याम्पसमा बुझाउनु पर्ने हुन्छ। यसरी हामी एजुकेसन फ्याकल्टीको फर्म भर्न सक्छौं। यस्तै म्यानेजमेन्ट फ्याकल्टीको बीबीएस को एउटा फारम भरेर हेरौं, जसमा विद्यार्थीको युजर नेम, त्यसपछाडि पासवर्ड, पहिलो पटक लगइन गर्दा पासवर्ड चेन्ज गर्न भन्छ र पासवर्ड चेन्ज गरिसके पछाडि चेन्ज गरेको पासवर्डबाट हामी लगइन गर्न सक्छौं। लगइन भइसके पछाडि एक्जाम फर्ममा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एड न्यूमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा विद्यार्थीको रजिस्ट्रेसन नम्बर, फ्याकल्टी लगायतको विवरणहरू सेलेक्ट भएर आउँछ र एक्जामको ड्रप डाउनमा क्लिक गरी बीबीएस, बीएससी, बीएड, फर्स्ट इयर रेगुलर भन्ने अप्सन चुज गर्नुपर्छ। सो पश्चात प्रोफाइल पिक्चरमा आफ्नो व्हाइट ब्याकग्राउन्ड भएको प्रोफाइल पिक्चर अपलोड गर्न सकिन्छ र म्यानेजमेन्ट फ्याकल्टीमा बीबीएसमा सबै विषयहरू कम्पलसरी भएको भएर यसमा चाहिँ विषय चुज गर्नु पर्दैन र सिधै विद्यार्थीले सबमिट गर्न सक्छन्। सबमिटमा क्लिक गरिसके पछाडि यसमा क्लिक गर्ने। यस पछाडि एक्जाम फर्म सेन्ड फर भेरिफिकेसन भन्ने मेसेज देखिन्छ र यो भेरिफिकेसनको लागि पठाइसकेपछि प्रिन्टमा क्लिक गरी यसलाई बोथ साइड प्रिन्ट गरी फुल सिग्नेचर अफ एप्लिकेन्ट भन्नेमा विद्यार्थीको आफ्नो हस्ताक्षर गरी क्याम्पसमा बुझाउनु पर्ने हुन्छ।